बिहानको जानुपर्छ अब चितवन। ठुलो स्वरले बोल्यो भने डिस्टर्ब हुन्छ सबलाई। बिहानको चाँडो हामी चाहिँ हिँड्यौँ अब। सबभन्दा पहिला चाहिँ मान्छे टिप्दै हिँड्नु काम पायो। अब बिहान बिहान हेर्दा आमा चिसो लागेको। ठमेल बिहान सञ्चय कोष भवनमा यस्तो हुन्छ। अझ पनि मान्छे ट्रिपमा होला ठमेलमा त। 4x4 छ बिहानै स्टार्ट सुट। हामी डेन्जर जोनमा जाँदैछौँ। एकदम डेन्जर जोन हो यो। झाल ढोका लाएर बस्नुपर्छ यतातिर। स्टार्ट सुट तानिहाल्छ फेरि। राम्रो मान्छे हिँड्ने वातावरणै छैन। वेलकम वेलकम वेलकम। के ए गोब्रो मलाई त पुरा जादु जस्तो भइरहेको जादु के खाइदिनु भयो क्या। ठमेलबाट निस्क्यौँ। अझ दुईजना हाम्रा एकदम प्रिय अपराधी व्यक्तिहरूलाई लिन जाँदैछौँ हामी ठमेलको कोर एरियाबाट। एस बिहानीको सिडीको दामसँगै अनि कफी चाहिँ एउटा लिनुपर्ने थियो। कफी अब यता कता म त घरमै पिइदिएको। घरमै म त चाँडै पिउँछ नि। जिम्बा के अरे बन्द तल हारी तल होइन प्याराडाइम तल अफिस तल। इतना भी सच नहीं भुल्न चाहिए। यस्तो यस्तो कसले भन्नुहोस् मनिषलाई म फोन गरिहाल्छु पऱ्यो ल। कसले भने म बिहान उठ्दैन भनेको। कसले भने म बिहान उठ्दैन भनेर। दुधको गाडीसँगै यहाँ म उठिसकेँ बिहान। पछाडिहरू हाम्रो ब्रदरहरू ग्याङ हो हाम्रो। बिहान बिहान उठिसक्यो। अब मान्छे कुर्दै कुर्दै मनिष आउँदैछ। त्यसपछि बन्नु आउँछ। सबैलाई लिएर जाने हामी दुधको गाडी। एकैछिन पारीसम्म जाउँ न दाइ। सानो एउटा सामान छुट्याएको थियो कि यता पछाडिबाट जानुहुन्छ। ल मानु भापहरू हामीसँग हुनुहुन्छ। अब जाने कपिराइट लाग्छ। कपिराइट हाल्नुहुन्छ। यस्तो बिहान हामी कहिले पनि उठाएको थिएन बिना। मैले क्या दामी सनराइज देखेँ कि अघि त अरेन्ज कलरको। त्यसैले घाम लाग्ने बेलामा सुत्नु हुँदैन सर। यस्तो सफा खोला तपाईँहरूले देखाएको छ कतै? सिधै सिधै हो। के सामान फुट्यायो? मनिषकै सामान त छुटा थाहा भइसक्यो के सामान। अलिअलि शङ्का गरेर आज मैले तिम्रै सामान छुटा के सामान हो त्यस्तो थाहा भइसक्यो मलाई। केटाहरू पुरै भ्लग गरेर जित्न खोजिरहेछन्। सिजन बानिया बन्न खोजिरहेछन्। सियो साहब हाँस्नुभयो। कपिराइट हानिदिन्छु। के जिम्बा कि म अगाडि बस्नुपर्छ अरे। अब रक पेपर सिजर खेल्ने हो। जोल जित्दै बस। अब के होइन मनिष बिचमा बस्नुपर्ने हुन्छ यहाँ। बन्नु चाहिँ अब बस्छ। लक लगाइदिन्छु। यो त कसरी खोल्ने नहुने। अब केटा आउनुहोस् आउनुहोस्। यी सामान त पुरै यस्तो छ। त्यो अट्छ त्यो यता अट्छ। जिम्मा त बिहानै उठेछ। 3 बजे सर इतिहासमा पहिलोपल्ट विवेकदाले तल आएँ भनेर भने। म त घर तल आयो भने अहिले रेडी भएको। अनि फेरि म उठ्ने बेला त कुकुरले कुनी खाँदैन होला त्यस्तो चाँडो कहाँ। अनि यसो हेरेको हाम्रो अफिसको सहिले अनलाइन रहेछ। अनि किन अनलाइन रहेछ भनेर कल हानेको त अङ्कित दाइले उठाइदियो अरे।
कहाँ आइपुग्यो कहाँ आइपुग्यो हामी ठिकै धुनबेसी 5 धुनबेसी 5 मा आइपुग्यो हामी तपाईँले अब मलाई चिन्न सक्नुहुन्न कालो कफी हामी चाहिँ आज रेस्टुरेन्ट जाँदैछु आफ्नो म त गइरह हौ फर्स्ट टाइम उहाँ चाहिँ फर्स्ट टाइम हो आफ्नै रेस्टुरेन्ट हेर्नु पनि जाँदैन जबरजस्ती लानु परेको छ बिहान बिहान उठाएर कति बजे बिहान कहिले मेरो घडीमा देखाउनु त ल यति बज्यो ल बल्ल जाने सुरस सुन्यौला ए त्यस्तो कुराहरू त त्यस्तो कुराहरू त हो र ल आइपुग्यो अब एकछिन सल्लाह गरौँ कति सबै पसलमा छौँ हामी त्यही हो अब सियु हजुर पछि चेन्ज गर्छु भनेर चाहिँ भिडियो रेकर्ड है के भिडियो प्रुफ के को भिडियो सिट चेन्ज गर्नु पर्यो अरे अनि मुक्लिङसम्म मात्रै अरे किन बाटो घुमेर छ के बाटो त्यही भएर म खास अनि हाम्रो पनि खिच्नु पर्यो नि त्यस्तो चाहिँ के गोप्रो महँगो कि आइफोन महँगो अनि त्यो भमिट आउने औषधि हाने भयो एकदम शुद्ध चामल अब खान्छौँ हामी यो धनमेसी 500 बसौँ सर हल्का पानी सानी बोकेर रहेछ खम है त तरकारी आइसकेको छ खोर्सानी प्याज हल्का आफ्नै रहेछ अगाडिबाट प्याज चाहिँ नल्याउनु मलाई खोर्सानी र धनियाँ चाहिँ रोटी ल्याइ खोर्सानी हजुरले छाना राख्नु हस् है त खै अब चाहिँ खानु पर्यो तातो तातो यसमा चना नै हाले हुन्छ चना आलु छुट्टै मगाइहाल्छ नि दुई भाग 3 भाग कति हुन्छ भ्लग हान्न परेको थियो भालाम भाल यहाँ कपिराइट इस्यु हुन्छ एउटा थाइराइड लाउने हो सर होइन चना त दुईटा ल्याइदिनु 2 प्लेट ल सेल पनि आयो है एउटा त खायो हामी चाहिँ झ्याम हाल्छौँ है यसरी नेपाली स्टाइलमा खानु पर्यो नि विदेशमा कहाँ यस्तो हुन्छ विदेशी प्याज आफ्नै करेसा बारीको जस्तो हुँदैन नि त ल है खानौँ है लगाइछ है खाउँ है बिहान बिहान मिठो लाग्ने क्या ओके ठिकै छ खान्छौँ है त गाइजहरू कुनै बेला यस्तै हाम्रो त नेपाली स्टाइल पुरै चट्ट लगाएर ब्ल्याक टी आयो केटाहरू अब कफी एउटा आउनुहुन्छ है हजुर सेल पनि ल्याइदिनु न एउटा केटाहरूलाई नि हो दाइ पनि कालो चिया खानुहुन्छ कि त्यो सोध्नुहोस् न है अब सिधै यसपछि ऊ हो क्या 12 सिङ्गे म त छोडिसकेर अस्ति खानु होइन 12 सिङ्गे फुड पनि मिठो छ। होइन सर हजुर 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 अर्को नि उसलाई दिनु दाइ सिल अर्को नि दाइ उता चुरोट तान्दै गर्नुभएको दाइ चिया खानुहुन्छ कि सोध्नु त अर्ग्यानिक सेल है सर आफ्नै गरेछ बारीहरू सेल तपाईँलाई मिठो रहेछ भातै हाल्नु मिठो भयो यस्तो बिहान ट्राभल गर्दा अब हामी त यस्तै खाएको साएको राख्छ अर्काको सानो राख्दैन हामी कसले राख्छ मान्छेहरूले हेरिदिउँ न खाजासाजा खाएर ढाडियो अब के भन्नु र खै यस दाबियो अब हिँडिन्छ मेरो रेस्टुरेन्ट देख्नु छ तपाईँलाई
मैले सब पैसा रहिसाएर सकायो भने होइन अहिले देखाउँछु कहाँ सकायो होइन सक्सेस भन्ने चिज एकैचोटि देखाउनु हुँदैन भने आज देखाइदिन्छु म तिमीलाई के गरिस् भन्थ्यो नि लु हेर्नु ए अहिले त्यहाँ भिडियो बनाउँछु त्यो के अरे अक्षय खन्ना त्यस्तो वाला मोटेला गीत बजा फुस ल गाइस सी यू नेपाल इन्डियाको झन्डा बोकेर आएको छ बाटोमा मान्छेहरूले कस्तो लाग्यो मलाई ल्याङ गाडी पनि छ नि ल्याङ नहानिदिनु होला है त्यो के झन्डा सन्डा भनेर नआएको मान्छेलाई राम्ररी घुम्नु दिनु ट्राभलरलाई है यति हो बुझ्यो नि कहाँनिर अहिले हामी चाहिँ तेल हाल्दैछौँ कहाँ यहाँ तान्छ कि पिसा पिर्न नि मिल्ने हो कि के मिल्छ यहाँ चाहिँ पुरै दाल तरकारीहरू छ दाल तरकारीहरू छ यहाँ चाहिँ यताहरू भइरहेको छ यहाँ चाहिँ ब्याङ्कको व्यवस्था यहाँसम्म बस्नुहुन्छ लाइटर चाहिँ छैन मसँग त्यहाँ खानु उता तानौँ न सुरु त छँदैछ नि शिखर आइस यसरी खिचौँ ल है त ल कताबाट घुम्नु फोन लिनु न केटो यसरी तपाईँतिर देखाउनु पऱ्यो कि अब घुम्नु ल मजा कता घुम्ने यतैबाट 1 2 3 यो एडिट गर्नु जानुपर्छ कहाँ मलेको होइन हजुर मलेकुमा छौँ हामी मेरो सबै भ्युवर्सहरू चाहिँ केरा हामी पेट्रोल सेट्रोल हालिसकेका छौँ अब जाँदैछौँ है बाटो बन्द फिर्ता लियो भन्ने खुसीको खबर पाएको हुनाले हामी सुस्त गतिमा बढ्दैछौँ ए कपिराइट हान्छ फेरि जेमा पनि कपिराइट कुरिन्टर आउनलाई हामी चाहिँ अहिले जाम अलिअलि हल्का भइरहेको छ यो युरो किड्सो छाउनी मेरो घरनिर यो गाडी कस्तो रन गएको के अरे अझै 10 बस क्यारिङ चाहिँ अर्कोमा ल्याएको थियो यसमा छैन त्यो सिल्भरमा ल्याएको थियो नि त होइन ल हामी चाहिँ अब लगभग पर तपाईँले केबल कारहरू सानो देखिरह होला हामी चाहिँ अहिले हामी चाहिँ आइसक्यो त्यो यहाँ आइसकेपछि नढुक्ने कोही पनि पानीहरू हुँदैन जतिसुकै तापीले पनि यहाँ आएपछि ढोक्ने गर्दछन् जनआस्तर आएको छ उयो राइट साइडको हो यहाँ आर्टिस्टहरू सब अनि यही हो ल हामी चाहिँ है त अब हामी चाहिँ ल अनि हामी चाहिँ आर्टिस्ट होइन आर्टिस्ट होइन हामी भाइ खानु ब्ल्याक हो ब्ल्याक पिपलले नै फाउन्ड गरे अन्त हिपहप त्यत्रो ट्याग चालेको छु आर्टिस्टहरूले को कोले कस्तो अर्कै बनाउनु रहेछ यो त झन् ल त्यो मकै डढेको मकै जस्तो ल ए ब्याग खस्छ है हिलोमा खस्छ ब्याग खस्यो नि फेरि ब्याग खस्यो नि हिलोमा खस्छ है फेरि गाइजहरू भागान लाग्यो हुन्छ सर भाखान केबल कारु माथि उता अघिको मटर केरोहरू यहाँ छल्किरहेको छ चनाहरू यहाँ के भन्नु अब त्यस्तो त हामी बिजनेसम्यानमा किनिदिने हो त नकिनौँ है यहाँले हुँदैन अहिले नकिनौँ अहिले स्टेट रियलमा भन्दा नि रियल इस्टेटमा गाह्रो रियल स्टेटमै सोच्नु पऱ्यो सुन्तला मुस्ताङ कोसीले घरमा आयो हामी चाहिँ यहाँ भात खाम भनेको भात खाने सर को मासु भात को भेज भात हो सर के भात हो रातो मासु कि सेतो मासु म त भेज
भेज हो भेज रे कहाँ हरायो फेरि अर्को सपिङ गयो क्या फेरि सपिङ मात्र गएको गर्छ यार किनेको किने ठाउँको केटाहरू पनि है बबालको प्याटर्नको टालिरहेको छ यहाँ डराइ टालिरहेको छ अरेडाइ अर्को पनि टाले प्याक म त भेज ढक चाहिँ अलिक फास्ट भएको छ गाइजहरू फास्ट आइसक्यो खाना त सबैजनालाई अब हामी पनि खानेछौँ ट्याक छ है ल है त ल सबको आफ्नै छ फेरि टटाङ पर्ला कि अब चाहिँ हामी खाना खाँदैछौँ है त ल कोकाकोलासँग भात तलको मात्रै निकाल्नु मात्रै मिल्दैन स्ट्यान्ड मात्रै निकाल्नु मिल्दैन र ठिक छ यहाँबाट आइरहेको छ सबैले आइरहेको छ अँ राख त्यो अलिकति उता राख्नु न भयो राख्नु भयो मलाई दालमा ओ दुइटा के हो सबैजना कलाकारै कलाकार रहेछ नि त ल खाए सुरु गर्नु हामी चाहिँ भात सात खाइसक्यौँ अनि हाम्रो एकजना मेम्बर चाहिँ हगिरहनु भएको छ हामी उहाँलाई कुरिरहेको छ हो किन उहाँको यसो स्किनी होइन धेरै खाने खाना चाहिँ उहाँ खाने अनि गएर नि त्यही भएर टोइलेटतिरको फुटेजहरू यस्तो आइरहेको हुन्छ त्यसलाई भ्लगमा हेर न यस्तै हो केटाहरू ल्याङ हानी हुन्छ खाइहाल्यो अब एकैचोटि मनोकामनाको गेट खाइपुग्यो र सबैले दर्शन गर्नु होला है त मुग्लिन आए मुग्लिन आए गाइस ल आइपुग्यो फाइनली है त फाइनली हामी आइपुग्यौँ चौतारी है त ठिक छ खुसी किन जाउँ न त नि आउनुहोस् माथि गएर कभर हान्नुहोस् पहिला सुरु हस्पिटालिटी हेरौँ न हस्पिटल उता छ ट्यालिटी अहिले देखाउँ ल हजुर ए म त सिधै उता पछाडि लानु लाग्यो क्या आउनु पछाडि देखाउँछु तपाईँलाई बियर खाने ठाउँ देखाउँछ आउनु यता पछाडि यो हाम्रो यो कस्ट्युम बनाएको छ हामीले यो छुट्टै अनि यतापट्टि चाहिँ यहाँ चाहिँ क्रिकेट हेर्ने होइन यहाँ आज के जिम जानु छोड्यो क्या छोडेँ नि यो आज क्रिकेट हेर्ने है एनपिएल भर्खरै आदि किन यो चाहिँ रुफटप है रुफटप के हो जहाँ पनि क्यामेरा लिएर मान्छेहरू आजको यार कपी गरिरहेको छन् यहाँ चाहिँ टक्क फ्यान छन् है ल बस्ने कहानी ल गाइजहरू सुत्दिराख्यो पुरै थाक्यो अहिले राति झन् बवाल देख्छ लाइटहरू
ल यही हो अलिअलि गरेको प्रगति भनेको ल बधाई छ सर नेक्स्ट मुभ रियल इस्टेट स्टेटमा रियल हुने रे भन्नु सक्यो फ्ल्याट भयो त राम्रो ल 4 तारिकको चिया है त हाम्रो केटाहरूलाई है सर चिया लिनुहोस् भन्नु सर चिया लिनुहोस् चिया है खाइदिनुहोस् कस्तो छ फिडब्याक दिनु है यही हो यस्तो धन सम्पत्ति पसिना सब बचत गरेर केटाहरूले बनाएर रहेछन् मैले त होइन मिठो गुलियो